लेप्चा समुदायलाई एक ठुलो बाढीबाट जोगाएको कथालाई सम्झनामा मनाइन्छ। यो धन्यवाद दिने पर्व हो जसमा पर्वतको रक्षा र आशीर्वादका लागि पूजा गरिन्छ। धन्यवाद। शिक्षा हासिल गरी दार्जिलिङ सरकारले महाविद्यालयबाट ब्याचलर गरी मास्टर अनि एमए कोलकाता अनि ओडिसाबाट हासिल गरे। उनको व्यवसायिक जीवन सन् 1961 मा इजे माध्यमिक पाठशाला गान्तोकमा शिक्षकको रूपमा पेसामा सुरु गरे। त्यसको केही समय बादमा यो कार्यक्रम गर्न किन जरुरी भयो, कहाँबाट सुरु भयो भन्दा चाहिँ यो What is